जय मसीह शालोम। आशा गर्छु सबैजना आरामै हुनुहुन्छ। आज हामीले महत्त्वपूर्ण कुरा यो बुझ्न जरुरी हुन्छ कि हामी बिहान उठेर प्रार्थना गर्दा हाम्रो जीवनमा मार्गदर्शन आउँछ कि नै, हैन? परमेश्वरको अगुवाई हामीले पाउँछौँ कि नै, हामीले पहिलो स्थान चाहिँ कसलाई दिएका छौँ भन्ने कुराहरू आज हामीले बुझ्नेछौँ। आमेन, हालेलुया। यसमा लेखेको छ कि हामी बिहान, हैन, भजन सङ्ग्रहको किताबमा यस्तो लेखेको छ, हामी राम्रोसँग हेरौँ 5:3 हे परमप्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ। सबेरै तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। आमेन, हैन? बिहानको प्रार्थना गर्न किन आवश्यक छ भन्ने कुरा बाइबल अनुसार धेरै महत्त्वपूर्ण छ। खास गरी तिमी जस्तै गरी तपाईँ हामी एउटा कुरा यो बुझ्न जरुरी हुन्छ, तपाईँ हामी जस्तो आत्मिक कुरा चासो राख्छौँ नि, त्यो व्यक्तिले बिहान उठेर प्रार्थना पर्छ। बिहान उठेर जो आत्मिक रूपमा म परमेश्वरलाई देख्छु, म परमेश्वरको उपस्थितिमा जान्छु भन्ने व्यक्तिले महत्त्वपूर्ण कुरा के हुन्छ, बिहान उठेर प्रार्थना गर्न एकदम जरुरी हुन्छ। मेरो प्रिय, एकदम जरुरी हुन्छ, हैन? किनकि हामी बिहान उठेर प्रार्थना गरेनौँ भने हाम्रो आत्मिक जीवन चाहिँ व्यर्थ हो। मेरो प्रिय, एकदम व्यर्थ, जो काम नै हुँदैन। किनकि हामीले पहिलो स्थान कसलाई दिन जरुरी हुन्छ? परमेश्वरलाई दिन जरुरी हुन्छ, है? पहिले एकदम बिहानको सुरुवातमा जस्तै गरी, हैन? अनि त्यसै गरी हामीले एकदम मार्गदर्शनको लागि हाम्रो बिहान उठेर हामीले चाहिँ के गर्न जरुरी छ, हैन? कसरी चाहिँ हामीले आफ्नो जीवनलाई चाहिँ सुरुमा कस्तो गरी दिनभरि कस्तो निर्णय लिनुपर्ने हो हामीलाई थाहा नै हुँदैन क्या, हैन? कस्तो हामीले के निर्णय लिनुपर्ने हामीलाई थाहा नै हुँदैन। बिहानको प्रार्थना गर्दा हामी पवित्र आत्मामा अगुवाई पाउँछौँ। पवित्र आत्माले हामीलाई डोराउनुहुन्छ। हामी बिहानको प्रार्थनाले हामीलाई पवित्र आत्माको मार्गदर्शनमा हामीलाई अगाडि बढाउनुहुन्छ कि हामी। त्यसै गरी हामीले सम्पूर्ण हृदय, किन हितोपदेश किताबले भनेको छ नि त, हाम्रो सम्पूर्ण हृदय, हैन? 3को हितोपदेशको 3मा चाहिँ यस्तो लेखेको छ, हाम्रो सम्पूर्ण हृदयले चाहिँ हामी परमेश्वरमा भरोसा राख्दछौँ। किन? मनलाई शान्ति पाउनको लागि। त्यसलाई मनलाई शान्ति पाउनको लागि मेरो प्रियहरू, हैन? बिहान प्रार्थना गर्दा तपाईँ हाम्रो चिन्ता, फिक्री, दुःख, सम्पूर्ण कुराहरू, सबै कुरामा आत्मिक जीवन सबैमा शान्ति पाइन्छ बिहानको प्रार्थनाले। र कति मानिसहरूको चाहिँ छिटो प्रार्थना गरेर, एकदमै छिटो प्रार्थना गरेर चाहिँ आमिन भन्ने बानी हुन्छ भने तपाईँ हामीले यो वचनलाई एकदम निहालेर हेर्न जरुरी हुन्छ। किनकि वचनले हामीलाई के भन्न खोजिरहेको छ, हैन? वचनले के भन्न खोजिराख्नु भएको छ तपाईँ हामीले बुझ्न जरुरी हुन्छ। यसो क्रिस्ट पनि बिहान उठेर सबैहरू बिहान उठेर प्रार्थना गर्ने भएको बानी थियो। बिहानै उठ्नुहुन्थ्यो भने प्रार्थना गर्न जानुहुन्थ्यो, हैन? भनेपछि मर्कुसको किताब हामीले पढ्यो भने मर्कुस 1:35मा हामीले हेर्यो भने नि उहाँ एक्लै गएर एक्लै उठेर बिहान उठेर उहाँले प्रार्थना गर्न जानुहुन्थ्यो। तपाईँ हामी त झन् हाम्रो जीवनमा कर्तव्य होइन हामीले प्रार्थना गर्ने बिहान उठेर, हैन? जब प्रभुले नै बिहान उठेर प्रार्थना गर्नुहुन्थ्यो भने चाहिँ हाम्रो झन् कर्तव्य हो बिहान उठेर प्रार्थना गर्ने। हामी त्यसैले नै आजदेखि नै तपाईँ हामीले बुझ्न जरुरी हुन्छ बिहान उठेर हामीले प्रार्थना गर्ने चाहिँ किन जरुरी छ। हाम्रो आत्मिक चासो, हामीले आत्मिक कुराहरू अगाडि बढ्नको लागि हामीले मार्गदर्शनहरू दिसभरि हामीले कुन सल्लाह लिने हो, के काम गर्ने, कस्तो तरिकाले हाम्रो जीवनमा काम गर्ने हो, र सम्पूर्ण कुराहरू परमेश्वरले हामीलाई देखाउनुहुन्छ। हामी बिहान उठेर प्रार्थना गऱ्यौँ भने हामी आत्मिक जीवनमा अगाडि बढ्न चाहन्छौँ भने। आमेन, हालेलुया। हस्त, जय मसीह।